10 कक्षा उत्तीर्ण र 18 वर्ष पुरा भइसक्नु भएको छ भने खरिदारमा फारम भर्न पाउनुहुनेछ। खरिदार भनेको निजामती कर्मचारी हो र निजामती कर्मचारी बन्नका लागि 10 कक्षा उत्तीर्ण गरेर फारम भर्ने ठाउँ हो खरिदार, जसको विज्ञापन फागुन महिनाको अन्तिम बुधबार हुने गरेको छ। फागुन महिनाको अन्तिम बुधबार हुने भनेको अहिले पनि तपाईसँग 4 महिनाको समय रहेको छ। आजबाट तयारी सुरु गर्नुभयो भने तपाईँ खरिदारको लागि राम्रो तयारी गर्न सक्नुहुनेछ। खरिदारमा जीके, आइक्यू र 2वटा रिटेन पत्र पढ्नु परेको हुन्छ, जुन चाहिँ एसएलसीमा तपाईँले सोशल स्टडी पढ्नु भएको थियो नि, त्यस्तै कुराहरू हुनेछ। तपाईँ क्यापेबल हुनुहुन्छ यदि 10 कक्षा उत्तीर्ण गर्नुभएको छ भने, तर त्यसको लागि 4-5 महिनाको समय राम्रो पढाइ गर्नुपर्ने हुन्छ। दिनको 4 देखि 5 घण्टा त घरमा बसेर पढ्नुपर्ने हुन्छ। खरिदारको विज्ञापन हरेक वर्ष अनिवार्य भइरहेको छ र जागिर भने जस्तै मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका जुन वाडाहरू हुन्छ त्यहाँ सचिव सुन्नुभएको छ नि, त्यस्तो ठाउँमा तपाईँको जागिर हुनेछ। राम्रो जागिर भएकोले सजेस्ट गर्दैछु र तपाईँ यदि तयारीमा कक्षाको सोच गर्दै हुनुहुन्छ, कक्षा लिएर तयारी गरौँ भन्ने सोच्दै हुनुहुन्छ भने स्मार्ट जीकेले यही मङ्सिरको 11 गतेदेखि खरिदारको कक्षा सुरु गर्दैछ। दैनिक लाइभ कक्षा, लाइभ क्लासको रेकर्डेड भिडियो वेबसाइटबाट प्रदान गरिनेछ। एमसीक्यू इक्जाम डेली गरिनेछ। फिजिकल एन्ड अनलाइन मोकको व्यवस्था रहेको छ। पीडीएफ नोट्स पनि प्रोभाइड गर्नेछ र कुनै कुनै समयमा तपाईको धेरै डाउट छ ग्रुपमा भने फिजिकल डाउट क्लियरिङ क्लास पनि प्रदान गरिनेछ। 0 to हिरो ब्याच हो यो, तसर्थ आजै कक्षा जोइन गर्नु होला। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।